सुदूरपश्चिम नेपालको एक ऐतिहासिक र प्राकृतिक भूभाग बझाङ। आज हामी बझाङको सदरमुकाम चैनपुरको त्यो इतिहास कोट्याउँदैछौं जुन धेरैको स्मृतिबाट ओझेल परिसकेको छ। के तपाईलाई थाहा छ, आजको यो सुन्दर र व्यस्त बजार चैनपुरको पुरानो नाम कुमालतडो थियो। इतिहासविदहरूका अनुसार परापूर्व कालमा सेती नदी र बाहुली गाडको बीचमा रहेको यो सम्म र उर्वर मैदानमा कुमाल र थापा जातिहरूको बाक्लो बस्ती थियो। कुमालहरूको बसोबास र नदी किनारको तल्लो तट भएकाले यस क्षेत्रलाई कुमालतडो भनिन्थ्यो। तर समय सधैँ एकनास रहेन। विपदको एउटा कालखण्ड आयो। 14औं र 16औं शताब्दीको बीचमा सेती नदीमा आएको भीषण र भयानक बाढीले यो हँसिलो खेल्दो कुमालतडो बस्तीलाई पूर्ण रूपमा बगाएर एउटा सुनसान बगरमा परिणत गरिदियो। धेरै वर्षसम्म यो भूभाग केवल बालुवाको बगर र खेतका रूपमा मात्र रह्यो। कालो बादलपछि चाँदीको घेरा देखिन्छ भने झैं बगर बनेको यो धरतीलाई पुनः बेउताउने काम गरे बझाङका तत्कालीन राजा देवी जङ्ग बहादुर सिंहले। उनले यहाँ नयाँ मानव बस्ती मात्र बसाएनन्, प्राकृतिक प्रकोप र अशान्ति थामिएपछि यो ठाउँलाई मनमा आनन्द र चयन मिल्ने सुन्दर नगरमा बदले र यसको नाम राखियो चयनपुर, जुन कालान्तरमा अपभ्रंश हुँदै आजको चैनपुर बन्न पुग्यो। मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहले शिक्षाको उज्यालो छरेको यो भूमि र यसको गर्भमा लुकेको कुमालतडोको इतिहास आज पनि सेती नदीको सुसेलीसँगै बगिरहेको छ। बझाङको यो ऐतिहासिक विरासतप्रति हामी सबैलाई गर्व छ।